सम्पूर्ण साथीहरुमा नमस्कार। तपाईले फेसबुक चलाइरहनु भएको छ भने आज एकदमै महत्त्वपूर्ण एउटा जानकारी लिएर उपस्थित भइसकेको छु। तपाईले स्टोरीको बारेमा कुरा गर्दा हैन तपाईले स्टोरी हर दिन लगाउनुहुन्छ। तपाईले फेसबुक खोलेको कति टाइम भयो त्यतिबेलादेखि अहिलेसम्म तपाईले फेसबुक चलाइरहनु भएको छ। तर फेसबुकमा तपाईले स्टोरी लगाउनुहुन्छ। स्टोरी लगाइसकेपछि हैन स्टोरी लगाइसकेपछि तपाईको 24 घण्टा त रहन्छ। 24 घण्टापछि तपाईको कहाँ जान्छ, डिलिट हुन्छ कि कहाँ जान्छ भनेर चाहिँ तपाईलाई मैले जानकारी दिन गइरहेको छु। तपाईले फेसबुक खोलेदेखि आजसम्मको जति पनि तपाईले स्टोरी हाल्नु भएको छ त्यो भिडियोहरु कहाँ छ र तपाईले कसरी डाउनलोड गर्न सक्नुहुनेछ भनेर मैले तपाईलाई सिकाउन गइरहेको छु। यदि यो सम्बन्धी तपाईले जान्न चाहनुहुन्छ भने भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला। यदि मसँग नयाँ हुनुहुन्छ भने तपाईले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला ताकि मैले यस्तै खालका जानकारीमूलक भिडियोहरु ल्याइराख्ने छु। ल अब रागौं भिडियो सुरु गर्नतर्फ। तपाईले यहाँ फेसबुक खोलिसकेपछि यहाँ देख्न सक्नुहुनेछ यता साइडमा तीनवटा धर्का देख्नु भएको छ। यसमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि आफ्नो प्रोफाइल यहाँ देख्नु भएको छ। आफ्नो प्रोफाइल रहेको छ। मेरो चाहिँ प्रोफाइल रहेको छ। यसमा चाहिँ तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब हामी मेन पोइन्टमा आइसकेका छौं। यहाँ देख्नु भइरहेको छ। यहाँ थर्ड नम्बरमा रहेको छ। थर्ड नम्बरमा रहेको छ अप्सन। यो अप्सनमा चाहिँ तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गर्नुभयो भने चाहिँ यसमा तपाईले देख्न सक्नुहुन्छ यहाँ स्टोरी भनेर देखाइरहेको छ र यहाँ रिसाइकल बिन भनेर देखाइरहेको छ। यसमा चाहिँ तपाईले यो स्टोरी लेखेकोमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिदिनु होला र यसमा क्लिक गरिसकेपछि यहाँ हेर्नु होला तपाईले र अब डाउनलोड कसरी गर्ने भन्दाखेरि यहाँ चाहिँ त्यो स्टोरीलाई चाहिँ क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि यहाँ 3 डटमा यसरी क्लिक गरिसकेपछि यहाँ चाहिँ 3 डट पाउन सक्नुहुनेछ। यो 3 डटमा चाहिँ क्लिक गर्नु होला र यहाँ तपाईले देख्न सक्नुहुनेछ सेभ भिडियो भनेर देखाइरहेको छ। यसमा चाहिँ तपाईले क्लिक गरेर यसपछि तपाईले क्लिक गरेर चाहिँ तपाईले राम्रो सजिलैसँग तपाईले डाउनलोड गर्न सक्नुहुनेछ। पक्कै पनि तपाईलाई भिडियो राम्रो लाग्यो होला। यस्तै खालका जानकारीमूलक भिडियोहरु हेरिरहनको लागि मलाई साथ सपोर्ट गरिदिनु होला। भिडियोलाई लाइक गरिदिनु होला। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। छेउमा रहेको बेल आइकनलाई दबाइदिनु होला भन्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद। नमस्कार।